आर्थिक वर्ष 2080-81 बजेट व मौद्रिक नीति व्यावसायिक क्षेत्रलाई प्रभावित कया यले अभिमुखीकरण ज्याजो ललितपुर उद्योग वाणिज्यसँग शुक्रबार यागु खा ज्याजोले वरिष्ठ अर्थविद डाक्टर अच्युत वाडले ज्यापाउने भएदिएको खा हामी चाहिँ नि त्यो ट्रान्सपेरेन्ट सिस्टममा गएनौँ इन्फर्मल जुन 70% इन्फर्मल इकोनोमी हामीले बनाइसक्यौँ त्यसले सबै मेरो दाल भात पनि त्यसरी चलेको छ कोट पनि त्यसरी खरिद भएको छ अनि अरू चाहिँ नि यसो फर्मल तर कसै कुनै सचिवले यहाँ चाहिँ 65,000 80 72,000 भएको अरे 72,000 तलब लिएर जुन ब्रान्डको सुट यहाँ ल्याउनुहुन्छ जुन ब्रान्डको गाडी चलाउनुहुन्छ उहाँको श्रीमतीले जति सुन लाउनुहुन्छ त्यो सम्भावना छैन मैले धेरैवटा गाली गरेर भने तपाईँ मेरो युट्युब भिडियोमा हेर्नु होला मैले अन्तर्क्रियामा तपाईँ दिनुहोस् न त मलाई हिसाब भन्दाखेरि त्यस्तो छैन यसलाई हामीले शुद्धिकरणतर्फ क्रमशः अर्थतन्त्रलाई फर्मल बाटोमा लिएर जानु पर्ने जरुरी छ त्यो बाटोमा हामी गएका छैनौँ व्यापार घाटा चाहिँ नि वार्षिक 20 अर्ब डलरको पुग्यो औपचारिक तथ्याङ्कमा थियो अनौपचारिक 50 अर्ब डलर जति पुगिसकेको छ अब अन्डर इन्भोइसिङको कुरा आयो यसको ठुलो कथा छ 50 अर्ब डलरको व्यापार घाटा पुगेपछि तपाईँ हस्तकला बेचेर नेपाली कागज बेचेर चिराइतोको चाहिँ नि झाडी चाहिँ नि बेचेर अलैँची बेचेर अदुवा बेचेर म यो देशलाई चाहिँ नि व्यापार घाटा न्युट्रल बनाउँछु भनेर व्यापार नीति बनाउनुहुन्छ अस्ति मैले त्यही तपाईँले हेर्नुभयो कि हेर्नु भएन अघिल्लो शान्तिपुरको सोमबारमा त्यही लेखेको थिएँ मलाई वाणिज्य नीतिको डिस्कसनमा बोलाएँ त्यसमा मैले हामी कर्मचारीले भनेपछि मान्नुपर्छ भन्नुहुन्छ भयो होइन नि त तथ्याङ्क ल्याउनुहोस् न अनि भने त्यही लेखेँ बडो रिसाउनु भएको छ हिजो थियो अरे तपाईँलाई बोलाउने भने एकदम कडा बोल्नुहुन्छ बोलाइएन भन्नु बोलाएको ठिकै छ र कुरा के हो भनेदेखि इकोनोमिज अफ स्केल तपाईँले एउटा आइटम यस्तो छान्नु पऱ्यो त्यसमा पनि होमवर्क भएको छ जसको कम्तीमा 1 अर्ब डलरको त व्यापार होस् न एउटा वस्तुको त्यो भटमास होला प्याज होला जुस होला अलिक चाँदीको घेरा कुरा गर्नु हो म भन्छु नदीबाट होइन पहाडबाट छानिएको पहाडबाट गिटी ढुङ्गा निकासी गर्न दिउँ मैले 10 वर्षदेखि भनिरहेको छु चुरेदेखि 3 किलोमिटरको कोरिडोर खारिँदै आएर यहाँ हिमालको फेदीसम्म पुग्दाखेरि 100 वर्षलाई इन्डियालाई पुग्ने गिटी बालुवा हामी दिन सक्दैछौँ के पनि हामी छैन तर हाम्रो चाहिँ नि चाँदीको घेरा छ चाँदी नै चाँदी छ त्यसलाई व्यवस्थापन गरेका छैन यसमा सम्भावना छ व्यवसायीहरूले पनि गर्ने त्यो इनोभेसन हो ज्याजोले नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सूर्यकृष्ण वैद्य ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछो आन्तरिक राजस्व कार्यालय ललितपुर 1 प्रमुख कर अधिकृत अर्जुन ढकाल राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन लगायत आर्थिक वर्ष 2080-81 बजेट व मौद्रिक नीति व्यावसायिक क्षेत्रलाई प्रभावित कया थथाको धारणा तयारीको खा व्यावसायिक हक हितको लागि गर्नुपर्ने कुराहरूलाई समेटेर जुन कार्यक्रमहरू गरिराख्नुपर्ने छ त्यसको लागि म सर्वप्रथम ललितपुर उद्योग वाणिज्य संघलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि व्यवसायको हक हितको लागि यहाँहरूले निरन्तर रूपमा यो कार्यक्रमहरू गर्दै जानेछ भन्ने कुरामा पनि म विश्वस्त छु र यहाँहरूले जुन कार्यक्रम गर्नुभयो त्यो सुशिक्षित गराउन र संशोधन गर्नुपर्ने धेरै कुराहरू छ र हामीले निरन्तर रूपमा अर्थ मन्त्रालयमा जुन अर्थमन्त्रीसँग बजेट भाषणबाट अगाडि बजेटमा धेरै कुराहरू नेपाल उद्योग वाणिज्य महासंघबाट प्रस्तुत गरेको अवस्था थियो र नेपाल उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेको चिजमा लगभग 24-25वटा जति सम्बोधन भएको अवस्था छ भनेदेखि त्यसले भौतिक पूर्वाधारदेखि लिएर व्यापक रूपमा अगाडि बढ्ने औद्योगिक व्यवसायीकरणदेखि लिएर उपभोक्तादेखि इआइआईदेखि लिएर वातावरणको कुरादेखि लिएर धेरै सम्बोधनहरू पनि भएको छ र एउटा कस्तो भयो भनेदेखि विगतमा हामीले धेरै राम्रो कुराहरू सम्बोधन भएर भनेर बसिरहेका थियौँ र यो देशमा बढेको आर्थिक सङ्कटको कारणले गर्दाखेरि जुन राजस्व उठ्न नसकेको कारणले गर्दाखेरि 59% 60% भन्दा राजस्व उठ्न नसकेको अवस्थाको कारणले गर्दाखेरि व्यापक रूपमा राजस्व वृद्धि गर्यो र यसले गर्दाखेरि हामी निरन्तर रूपमा यसको विरोधको क्रममा छौँ बजेटमा गरिएका जम्मा 340 देखि 370वटा आइटमहरूको जुन ब्याज करहरू वृद्धि गरेको अवस्था छ र त्यसले गर्दाखेरि सम्पूर्ण व्यवसाय प्रमाण अवस्थामा परेका छन् हाम्रो अहिले वित्तीय क्षेत्रमा सबैभन्दा अस्थिरताको शिकार भएको अवस्था छ किनकि केही 2-4 महिना पहिलासम्म हाम्रो एउटा लिक्विडिटी क्राइसिसको अवस्था थियो र अहिले हुँदाहुँदै ओभर लिक्विडिटीको समस्या आउन थाल्यो
अब त्यसै राज्यको लागि स्रोत जुटाउने सबैभन्दा ठुलो चुनौती छ। यहाँलाई म स्मरण गराउन चाहन्छु कि नेपालको इतिहासमै अहिलेसम्म नभएको अघिल्लो वर्षको तुलनामा पनि पछिल्लो वर्ष राजस्व घटेको यो पहिलोपटक हो, अहिलेसम्म भएको थिएन। त्यस्तै अर्को पनि एउटा नयाँ घटना घटेको छ। त्यो के भन्दाखेरि हाम्रो यो वर्षको आगामी वर्षको बजेटमा हाम्रो पुँजीगत खर्च भन्दा पनि हाम्रो वित्तीय व्यवस्थामा गरिएको खर्च बढी छ। भन्नुको अर्थ हाम्रो देशको विकास निर्माणको लागि भन्दा पनि हामीले वैदेशिक ऋणको लागि लिएको सावा ब्याज तिर्न बढी रकम छुट्याइएको छ यसपालि। किनकि हामीले 72 सालमा भूकम्प आउँदा पनि हामीले ठुलो रकम हामीले वैदेशिक ऋण लिएका थियौँ। अब त्यसको सावा ब्याज तिर्नु पर्ने बेला अहिले आइसकेको छ। यी विभिन्न कारणहरूले गर्दा पनि नेपालको अर्थतन्त्रमा धेरै ठुला समस्याहरू छन्। एकातिर हामीले उत्पादन वृद्धि गर्नुपर्नेछ, अब जसको लागि राजस्वको भार अतिरिक्त भार बढाउन नहुने अवस्था छ। अर्कोतिर राज्यको लागि ठुलो स्रोतको खाँचो छ। यी दुईवटाको बिचमा एकदमै एउटा ट्र्याकमा वास्तवमा इकोनोमीमा एउटा ट्र्याकमा परिराखेको जस्तो अवस्था छ। 17 खरबको बजेट 4 खरबको न्यून रहेको अवस्थाको यो बजेट चालु र पुँजीगत गरेर 13 खरब खर्चको व्यवस्था गरेको छ। मैले यो बजेटलाई के पनि भनेको छु नि, यो बजेट देश विकास गर्नको लागि होइन, राजस्व सङ्कलन गर्ने र भत्ता खानलाई मात्र बनाएको गर्नु, अरू केही पनि काम होइन यसले। त्यो किन पनि भने उनीहरूको भनाइ र गराइमा फरक छ। तपाईँले सुन्नुभएको होला विद्युतीय कार र विद्युतीय सवारी साधनमा महसुल घटाउने छ, विद्युतका साधनहरूमा अब चाहिँ सहुलियत दिनेछ, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेछ, ब्याङ्किङ प्रणालीलाई सुधार गर्नेछ, करको दरमा सुधार गर्नेछ। भनाइ यही होइन, हाम्रो करको हिंसा पनि भनाइ यही, तर गराइ के भयो ठिक उल्टो बाटो। म तपाईँहरूलाई भन्छु, तपाईँहरूलाई अस्ति 15 गते बजेट भाषणपछि 16 गते आलु र प्याजमा कालोबजारी खाने व्यापार भनेर तपाईँहरूलाई सपोर्ट गर्न लगाइयो। अनि